जम्मा 10 मिनेटमा तयार हुने सोयाबिनको अचारको रेसिपी लिएर आएको छु। पहिला त तातो पानीमा आफूलाई चाहिने जति सोयाबिन भिजाउन राखिदिने, त्यो भिज्दै गर्छ। त्यसपछि यता चाहिँ फ्राई प्यान तताएर जिरा, धनियाँ, टिमुर, सुकेको खुर्सानी राखेर बोर्दैछु। मैले चाहिँ कम पिरो खाने हुनाले सुकेको खुर्सानी जम्मा 2टा राखेको छु। हजुरहरूलाई पिरो खानुहुन्छ भने सुकेको खुर्सानी थप्न पनि सक्नुहुन्छ, अनि हरियो खुर्सानी पछि काटेर राख्दा पनि हुन्छ। त्यति बेलासम्म सोयाबिन पनि भिज्यो। अनि त्यसपछि त्यो सोयाबिनलाई 2 टुक्रा पारेर काटेर फ्राई प्यानमा अलिकति तेल हालेर रातो हुने गरी भुटेँ। अनि रातो भइसकेपछि भाँडामा खनाएर त्यही फ्राई प्यानमा नै 2 टुक्रा पारेको गोलभेडा, अदुवा हालिदिएँ। अनि सबै गोलभेडामाथि अलिकति नुन राखेको छु, किनभने यस्तो गऱ्यो भने एक त गोलभेडा छिटो पनि पाक्छ नुनले गर्दाखेरि, अनि त्यसपछि बोक्रा फाल्न पनि सजिलो हुन्छ। अनि त्यसलाई ओल्टाइ पल्टाइ गरेर एकछिन पकाएपछि पनि पाक्यो। अनि त्यसपछि गोलभेडाको बोक्रा फाल्ने, भाँडामा मिक्सरको भाँडामा खनाएर अनि त्यसलाई पिसेर अघि भुटेर राखेको सोयाबिनमाथि पेस्टलाई राखिदिएँ। अनि अघि रेडी गरेको मसला, अनि कलरको लागि रातो धुलो खुर्सानी, स्वादअनुसार नुन, अनि तोरीको तेलमा मेथी फुराएर मेथी रातो भइसकेपछि त्यसमा बेसार हालेर झानिदिएँ। अनि अब अचार भनेपछि कागती नभई त अचार पुरा नहुनेछ, त्यही भएर कागती निचोरेँ, हरियो धनियाँ निचोरेर मजाले मोलिदिने। हेर्नुहोस् त कस्तो खाउँ खाउँ लाग्ने भएन त मेरो सोयाबिनको अचार।